केही दिन अगाडि मैले एउटा भिडियो बनाएको थिएँ। त्यो भिडियोमा चाहिँ पाकिस्तानले कुनै पनि बेला इरानलाई त्यागेर साउदी पुग्न सक्छ या पाकिस्तानले इरानलाई त्याग्नुपर्ने समय आउँदैछ, साउदी अरब जानुपर्ने समय आउँदैछ भनेर भनेको थिएँ। अनि धेरैजनाले चाहिँ फेक न्यूज, हावा कुरा गर्ने जे पाए त्यही भनेर भन्नुभएको थियो। अहिले हेर्नुस्, 13,000 पाकिस्तानी सेना विथ 16वटा फाइटर जेट साउदी पुगिसके। तपाईलाई भनेको थिएँ क्या मैले, पाकिस्तानले कुनै पनि बेलामा धोका दिनुपर्ने अवस्था आउँछ इरानलाई। र तपाईहरुले अर्को कुरा पनि भनेको थिए, यो सिजफायर यो केही हुनेवाला छैन क्या, हुनेवाला थिएन क्या यो, किनकि युद्धको तयारी गरिरहेको छ साउदी अरबले। पुरै युक्रेनको डिफेन्स सिस्टम लिएर गएको छ साउदी अरेबिया, युद्धको तयारी गरिरहेको छ। यसको बारेमा मैले पुरै जानकारी सहित एउटा भिडियो बनाएको छु, तपाईले गएर हेर्न पनि सक्नुहुन्छ। तपाई विश्वास गर्नु क्या, युद्ध हुनेवाला छ। जति पनि डोनाल्ड ट्रम्पले अहिले लन्ठान लुठुन गरिरहेका छन्, सिजफायर भनेर चाहिँ युद्धलाई टालिरहेका छन् 2-4 दिनको लागि, यो सबै नौटंकी हो क्या। अमेरिकालाई पहिले एउटा कुरा थाहा थिएन क्या, इरान यति शक्तिशाली छ, इरानको पछाडि भएका शक्ति राष्ट्रहरूले इरानलाई यो हदसम्म सहयोग गर्छन् भन्ने कुरा अमेरिकालाई थाहा थिएन। तर युद्ध जब सुरु भयो, अमेरिकालाई थाहा भयो कि यति सजिलै जित्न नसकिने रहेछ, युद्धको तयारी गर्नुपर्ने रहेछ, खाडी मुलुकलाई पनि सेफ गर्नुपर्ने रहेछ। खाडी मुलुकलाई सेफ गर्नको लागि 4 वर्षदेखि रसियासँग भिड्दै गरेको युक्रेनलाई पनि उहाँ पुर्याए। मतलब युद्धको तयारी गरिरहेका छन् क्या उनीहरू। अब भोलि कुन रूपमा युद्ध गर्नुपर्ने हुन्छ, त्यसको लागि डिफेन्स सिस्टम कस्तो चाहिन्छ। अब संसारको अहिलेसम्म देखिएको खतरा डिफेन्स सिस्टम युक्रेनको रहेछ, त्यो डिफेन्स सिस्टमलाई लगेर साउदी अरबमा डिप्लोय गरिरहेका छन्। तर आज म तपाईहरुसँग कुरा गर्छु सिर्फ पाकिस्तानकै बारेमा कुरा गर्छु। मैले पहिले पनि तपाईहरुलाई एउटा भिडियो हैन कि कतिवटा भिडियोमा भनेको छु क्या, पहिले पनि पाकिस्तानले अफगानिस्तानलाई त्यस्तै गरेको थियो। जबसम्म फाइदा भयो तबसम्म अफगानिस्तानी भाइ भाइ भन्दै बस्यो। जुन दिन अमेरिकाबाट पैसा आयो त्यो दिन अफगानिस्तानलाई नै भुटेको थियो क्या। हो त्यस्तै, किनकि यहाँ त त्यो कन्डिसन पनि छैन क्या, त्यो भन्दा खतरा कन्डिसन छ क्या। यहाँ त अलरेडी पाकिस्तान र साउदी अरेबियाको डिफेन्स डिल लास्ट इयर सेप्टेम्बरमा भइसकेको छ क्या। पाकिस्तानमा आक्रमण हुनु भनेको साउदीमा हुनु हो, अनि साउदीमा आक्रमण हुनु भनेको पाकिस्तानमा हुनु भनेर चाहिँ उनीहरूले त्यो किसिमको डिफेन्स डिल गरिसकेका छन् क्या। अस्ति मैले यो कुरा पनि तपाईहरुलाई भनेको थिएँ, साउदी अरेबियाले पैसा मागिरहेको छ फिर्ता, युएईले मागिरहेको छ, के पाकिस्तानले दिन सक्छ त भनेर पनि तपाईहरुलाई मैले भनेको थिएँ। वास्तवमा मैले त्यतिखेर तपाईहरुलाई यो कुरा पनि भनेको थिएँ, यो पाकिस्तानसँग पैसा मागेको होइन, यो चाहिँ पाकिस्तानलाई आफ्नो खेमामा छिटो आइज, के कन्ट्याक्ट भएको छ त्यो कन्ट्याक्ट बमोजिम आफ्नो सेना लिएर आइज, अब यहाँ युद्ध हुनेवाला छ भनेर चाहिँ बोलाएका हुन् क्या उनीहरूले। र अहिले तपाईहरुलाई मैले यो कुरा किन भन्दैछु भन्नुहुन्छ भने, यो न्यूज आइसकेको छ र यो घटना पनि घटिसकेको छ। पाकिस्तानको 13,000 सोल्जर प्लस 16वटा फाइटर जेट साउदी अरेबिया ल्यान्ड भइसकेका छन्। मतलब यो कुरा मैले भविष्यवाणी गर्ने या म ज्योतिषी पनि होइन क्या। मतलब ऐतिहासिक घटनाहरूलाई यदि तपाईँ केलाउँदै आउनुहुन्छ भने, तपाईँले 100 वर्ष अगाडिदेखिको इतिहास पढ्दै आउनुहुन्छ भने आज भएको घटना तपाईँलाई सामान्य लाग्छ क्या। मलाई त सामान्य नै लाग्छ। यो ऐतिहासिक समय हो क्या। यो ऐतिहासिक समय अरू समयभन्दा फरक हुन्छ, त्यसैले त्यसलाई सामान्य नै मान्नुपर्छ, किनभने यो ऐतिहासिक समय हो क्या। संसारभरि युद्ध छिडिएको समय, यो सामान्य समय होइन। त्यति भन्दै आजलाई म पनि बिदा हुन्छु। र त्यही भएर हरेक कुरा यदि तपाईँलाई ज्ञान छैन भने यसले के भनिरहेको छ भन्ने कुरा बा हो कि भनेर सर्च गर्न पनि सकिन्छ क्या। अहिले त तपाईँको एआई को जमाना छ, तपाईँले गुगलमा गर्नु, च्याट जीपीटीमा गर्नु, जेसुकैमा गर्नुहोस् क्या, तपाईँले खोजेको क्वेसनको आन्सर तुरुन्त भेट्नुहुन्छ क्या।